यसरी मेहनत गर्नुपर्ने हुन्छ बाँसको लागि। हामीले यो देउरालीमा लट्ठा पिङको लागि जेन्जी युवाहरूको कमाल, बाँसलाई सजिलै क्रेन बिना सबैले आधुनिक डोजर सबै युज गर्छ, हामीले चाहिँ युवा प्रयोग गरेर उठाएको। 2082 सालको बडा दसैँका लागि लिङ्गे पिङ राख्न हाम्रो सृजन भाइ चाहिँ टुप्पामा, हाम्रो राम भान्जा ढोड लिएर आउने, योलाई काठको लागि एकदम यसपाला चाहिँ सबैभन्दा अल्को रहेको छ पिङ। बच्चाहरू खुसीले पिङ हाल्नलाई यति दुःख हुन्छ। 2082 सालको अब चाहिँ पिङ हाम्रो अन्तिम चरणमा पुगेको छ। ल अब चाहिँ फाइनल। ठिक छ। बडा दसैँको पिङको लागि हाम्रो सिजन दादा माथि बासमाथि, सर अङ्कल यहाँनिर डोरीले बान्दै हुनुहुन्छ। डोरी बिचमा लिएर भरेङ हटाओ। सानो भाइहरू पिङ खेल्न ल दसैँ आए। यस ल